हेलो नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो छोटो मिनी ब्लगमा। आज चाहिँ मैले देखाइडो रेस्टुरेन्ट कि तपाईँहरूले जस बुझेर पढ्नु होला, मैले प्रोनाउन्सिएसन गर्न नजाने पनि। अनि हजुरहरूलाई चाहिँ यहाँ मेरो बहिनीहरू चाहिँ जिस्किँदै नआए यो कसरी खानु भन्दै खाइरहेछ हो। यो चाहिँ जापानिज रेस्टुरेन्ट हो, तर हामीले चाहिँ जापानिज चाहिँ मगायौँ किनकि हामी नेपाली हो। अनि यो चाहिँ मेरो छोरीले खाँदैछिन्, छोरीलाई पनि एकदम मिठो भयो अरे। अनि यो चाहिँ जापानिज रेस्टुरेन्ट कस्तो मिठो पाउँछ अरे, तर हामीले चाहिँ मगायौँ नर्मल खानेकुरा नै मगाएर हामी चाहिँ खाँदैछौँ हो। तर कस्तो रमाइलो कस्तो रमाइलो भयो। यो ठाउँ चाहिँ एकदम राम्रै ठाउँ हो, हामीले टिकटकमै देखेर गएको हो। अनि छोरीले अझै पनि खाएकै छिन्। अनि एकदम कस्तो जाडो महिनामा पनि कस्तो घाम भरैसम्म घाम आएर चाहिँ कस्तो जाडो फिलै नभएको हो। हामी चाहिँ खाएकै छौँ। यो बहिनीले चाहिँ सुप मिठो छ भन्दै खाइरहेछ हो। अनि अर्कोले नि खाँदैछिन्। यो चाहिँ अनि नाइट भ्यू, नाइटको लागि अब हामी चाहिँ फर्किने टाइम भयो। अनि एकचोटि सर मोबाइल घुमाउँदैछु हो साथीहरू। तपाईँहरू पनि जस राम्रो छ जानु सक्नुहुन्छ। अनि कस्तो राम्रो नाइट भ्यू। यो चाहिँ हामी अर्को पट्टि उता अर्कोपट्टि नि कस्तो राम्रो छ है। हामी चाहिँ एक ठाउँ बसेकै भए पनि कस्तो राम्रो लाग्यो। अनि यो चाहिँ मेरो हल्का टिकटक पनि हामीले बनाएर टिकटक पनि हजुरहरूलाई देखाउँदै अनि मेरो यो मिनी ब्लगलाई चाहिँ यदिमै टुङ्ग्याउँदै मेरो सानो सिलिङ ब्लगलाई पनि माया गरिदिनु होला। बाई।